यशाया 41 अध्यायको 10 पद। यसैले नडरा, किनकि म तसँग छु, निरुत्साहित नहो, किनकि म तेरो परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो विजयी दाहिने हातले म तँलाई सम्हाल्नेछु। हे मेरा जीवित, सर्वशक्तिमान, दयालु र प्रेमी परमेश्वर पिता, म आज बिहान एउटा नयाँ दिनको बिहानीमा एउटा नयाँ आशाको साथ तपाईको पवित्र सिंहासनको सामु आउँछु। म तपाईका एकमात्र र प्रिय पुत्र, मेरा उद्धारकर्ता र प्रभु येशू ख्रीष्टको रगतले ढाकिएर उहाँको पवित्र र सामर्थ्य नाउँमा तपाईँ कहाँ आउँछु। प्रभु, तपाईको उपस्थितिमा नै पूर्ण आनन्द छ र तपाईको दाहिने बाहुलीमा अनन्त सुख छ। म धन्यवाद दिन्छु कि तपाईले मलाई बितेको रातको निन्द्रामा सुरक्षित राख्नुभयो र अर्को बिहान हेर्ने अनुग्रह प्रदान गर्नुभयो। यो दिन तपाईले बनाउनु भएको हो र म यसमा रमाउने छु र आनन्दित हुनेछु। हे पिता, म तपाईको वचन यशाया 41 अध्यायको 10 पदलाई समातेर तपाई कहाँ आएको छु। तपाईको वचनले भन्छ कि मलाई डराउनु आवश्यक छैन, किनकि तपाई मेरो साथमा हुनुहुन्छ। मलाई निराश हुनु आवश्यक छैन, किनकि तपाई मेरो परमेश्वर हुनुहुन्छ। तपाई मलाई बलियो पार्नुहुनेछ, तपाई मेरो सहायता गर्नुहुनेछ र तपाई आफ्नो धार्मिकताको दाहिने हातले मलाई थाम्नुहुनेछ। पिता, आज म यो वचनलाई मेरो जीवन, मेरो परिवार, मेरो परिस्थिति र मेरो हरेक चुनौतीमाथि घोषणा गर्दछु। डर, म तँलाई येशूको नाउँमा आज्ञा दिन्छु, मेरो जीवनबाट निस्केर जा। निराशा, त येशूको नाउँमा भागी जा, किनकि मेरा परमेश्वर मेरो साथमा हुनुहुन्छ। हे त्रिएक परमेश्वर, पिता, पुत्र र पवित्र आत्मा, म तपाईको स्तुति गर्दछु। तपाई अल्फा र ओमेगा हुनुहुन्छ, आदि र अन्त हुनुहुन्छ। तपाईले नै आकाश र पृथ्वीको सृष्टि गर्नुभयो। पहाडहरूलाई तपाईले आफ्नो स्थानमा स्थापित गर्नुभयो र सागरहरूको सीमा तोक्नुभयो। सारा ब्रह्माण्ड तपाईको महिमाको गीत गाउँछ। तपाई सर्वज्ञानी हुनुहुन्छ, तपाई मेरो हृदयको गहिराईलाई जान्नुहुन्छ। तपाई सर्वव्यापी हुनुहुन्छ, यस क्षण तपाई मेरो साथमा यहाँ उपस्थित हुनुहुन्छ। तपाई सर्वशक्तिमान हुनुहुन्छ, तपाईको लागि केही पनि असम्भव छैन। म तपाईलाई मेरो जीवनको राजा, मेरो प्रभु र मेरो सबै थोक स्वीकार गर्दछु। हे पवित्र पिता, मैले आफ्ना बिन्तीहरू तपाईको सामु राख्नुभन्दा पहिले म आफ्नो हृदयलाई तपाईको सामु खन्याउँछु। म आफ्ना सबै पाप, अपराध र हरेक कुराको लागि क्षमा माग्दछु। जानेर वा नजानेर, विचारमा, शब्दमा वा कर्ममा मैले जे जति पाप गरेको छु, कृपया मलाई क्षमा गर्नुहोस्। मैले कैयौं पटक डरलाई आफ्नो जीवनमा स्थान दिएँ, चिन्तालाई आफूमाथि हावी हुन दिएँ र आफ्ना समस्याहरूलाई तपाईमाथि नै राख्नुको सट्टा आफ्नै बलमा समाधान गर्ने प्रयास गरेँ। मैले शंका गरेँ, मैले अविश्वास देखाएँ। प्रभु, मलाई मेरो अविश्वासको लागि क्षमा गर्नुहोस्। म येशू ख्रीष्टको पवित्र रगतद्वारा मेरो आत्मा, मेरो प्राण र मेरो शरीरको शुद्धिको माग गर्दछु। मलाई शिरदेखि पैतालासम्म धोएर शुद्ध गर्नुहोस्, ताकि मेरो प्रार्थना तपाईको लागि एउटा मिठो सुगन्ध बन्न सकोस्। पवित्र आत्मा, मेरो हृदयको जाँच गर्नुहोस् र जे जति तपाईको हैन त्यसलाई मेरो जीवनबाट निकालिदिनुहोस्। हे यहोवा इरे, मेरो सबै कुराको प्रबन्ध गर्नुहुने परमेश्वर, म तपाईको सामु मेरा सबै वित्तीय मेरा सबै ऋणहरू लिएर आउँछु। तपाईको वचनले भन्छ कि मैले प्रेम बाहेक अरू कसैको ऋणी हुनु हुँदैन। तर प्रभु, म आज ऋणको बोझले दबिएको छु। यो बोझले मलाई राति सुत्न दिँदैन र दिनमा मेरो शान्ति खोज्छ। सबैभन्दा पहिले म कुनै पनि वित्तीय लापरवाही, गलत निर्णय र फजुल खर्चको लागि पश्चाताप गर्दछु। मलाई बुद्धि र अनुशासन सिकाउनुहोस्, ताकि म तपाईले दिनुभएको धनको सही व्यवस्थापन गर्न सकूं। हे पिता, म येशू ख्रीष्टको नाउँमा ऋणको हरेक आत्मा र गरिबीको हरेक मानसिकतालाई मेरो जीवनबाट हप्काउँछु र बाहिर निकाल्छु। म आफ्नो र आफ्नो परिवारमाथि हरेक पुस्ताको श्रापलाई, जो ऋण र अभावको कारण बन्छ, येशूको रगतले तोड्दछु। म घोषणा गर्दछु कि म शिर हुँ, पुच्छर होइन। म माथि छु, तल होइन। प्रभु, म तपाईमाथि निर्भर छु कि तपाईले मेरो लागि प्रबन्ध गर्नुहुनेछ। म प्रार्थना
गर्दछु कि तपाईले मेरो लागि आयका नयाँ स्रोतहरू खोल्नुहोस्, मेरो काममा, मेरो व्यवसायमा अलौकिक वृद्धि प्रदान गर्नुहोस्। मलाई यस्ता सृजनशील विचार र अवसरहरू दिनुहोस् जसले मलाई यो ऋणबाट बाहिर निकाल्न सकोस्। म प्रार्थना गर्दछु कि तपाईले ऋणदाताको हृदयलाई नरम बनाउनुहोस् ताकि तिनीहरू म प्रति दयालु हुन्। येशूको नाउँमा म हरेक ऋण अलौकिक रूपमा रद्द भएको घोषणा गर्दछु। म घोषणा गर्दछु कि तपाईले मेरो लागि स्वर्गका झ्यालहरू खोल्दै हुनुहुन्छ र यस्तो आशिष खन्याउँदै हुनुहुन्छ कि मसँग त्यसलाई राख्ने ठाउँ पनि हुने छैन। म मेरो वित्तमाथि तपाईको सार्वभौमिकताको घोषणा गर्दछु। मलाई ऋणको बन्धनबाट निकालेर वित्तीय स्वतन्त्रताको खुल्ला मैदानमा लैजानुहोस् ताकि म केवल आफ्नो आवश्यकताहरू मात्र पूरा गर्न नभई तपाईको राज्यको कामको लागि उदारतापूर्वक दिन सकूं। हे शान्तिका प्राज येशू, म मेरो सारा चिन्ता, सारा तनाव, हरेक डर र हरेक बोझ तपाईको चरणमा राख्दछु, किनकि तपाईको वचनले भन्छ कि तपाईलाई मेरो वास्ता छ। यस संसारको दौडधुप, भविष्यको अनिश्चितता र प्रतिकूलताको समस्याले मेरो मनको शान्ति खोसेको छ। मेरो मन एक अशान्त समुद्र जस्तै भएको छ। प्रभु येशू, म तपाईसँग प्रार्थना गर्दछु, मेरो मनको आँधीलाई शान्त पार्नुहोस्। भन्नुहोस्, शान्त हो, थामिजा। र म विश्वास गर्दछु कि तपाईको एक शब्दले मेरो भित्रको हरेक बेचैनी शान्त हुनेछ। म फिलिपी 4 अध्यायको 7 पदको शान्तिको माग गर्दछु, त्यो शान्ति जसले सारा समझलाई उछिन्न छ र जसले मेरो हृदय र मेरा विचारहरूलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ। म येशूको नाउँमा चिन्ताको आत्मा, भयको आत्मा, अवसाद र तनावको आत्मालाई आज्ञा दिन्छु कि तिनीहरूले मेरो मन, मेरो शरीर र मेरा भावनाहरूलाई छोडिदियोस्। म आफ्नो मनलाई आज्ञा दिन्छु कि त्यसले तपाईको आज्ञा पालन गरोस्। म आफ्नो विचारहरूलाई त्यही कुराहरूमा केन्द्रित गर्ने छनौट गर्छु जो सत्य छन्, जो आदरणीय छन्, जो उचित छन्, जो पवित्र छन्, जो मनमोहक छन् र जो प्रशंसनीय छन्। हे पवित्र आत्मा, म माथि आफ्नो शान्तिको फल खन्याउनुहोस्। मलाई सिकाउनुहोस् कि म हरेक परिस्थितिमा तपाईमाथि भरोसा राखौं, यो जानेर कि तपाईँ नियन्त्रणमा हुनुहुन्छ र तपाईले मेरो लागि जे गर्नुहुन्छ त्यो भलाइको लागि हो। मलाई आज राति गहिरो र आरामदायक निन्द्रा प्रदान गर्नुहोस् र हरेक बिहान मलाई एक शान्त र स्थिर मनको साथ जगाउनुहोस्। म चिन्ता र तनावको बोझबाट मुक्त भएर तपाईको शान्तिमा हिँड्ने घोषणा गर्दछु। हे यहोवा राफा, मलाई चंगाई गर्नुहुने परमेश्वर, म तपाईँ कहाँ मेरो र मेरा प्रियजनहरूको शरीरमा भएको हरेक रोग, हरेक पीडा र हरेक दुर्बलतालाई लिएर आउँछु। तपाईको वचन यशाया 53 अध्यायको 5 पदमा भन्छ कि तपाईले खानु भएको हरेक कोराको चोटले हामी निको भयौं। प्रभु येशू, तपाईले क्रुसमा मेरा पापहरूसँगै मेरा बिमारीहरूलाई पनि उठाइलिनु भयो। त्यसैले त्यो अधिकारको साथ जुन मलाई तपाईको नाउँमा दिइएको छ, म मेरो शरीरको हरेक अङ्गमाथि चंगाईको घोषणा गर्दछु। शिरदेखि पैतालासम्म म हरेक कोशिका, हरेक तन्तु, हरेक अङ्ग र हरेक प्रणाली नै येशूको नाउँमा पूर्ण र स्वस्थ हुन आज्ञा दिन्छु। म क्यान्सरको हरेक आत्मा, मधुमेह, हृदय रोग, रक्तचापको समस्या, बाथ, दुखाइ, एलर्जी, संक्रमण र हरेक नाम भएको र नभएको बिमारीलाई येशू ख्रीष्टको नाउँमा हप्काउँछु र त्यसलाई मेरो शरीर छोड्ने आज्ञा दिन्छु। म मेरो प्रतिरक्षा प्रणालीलाई बलियो हुन र हरेक आक्रमणकारी भाइरस र ब्याक्टेरियासँग लड्न आज्ञा दिन्छु। मेरो शरीर पवित्र आत्माको मन्दिर हो र बिमारीको यहाँ कुनै स्थान छैन। प्रभु, म ती सबैको लागि पनि प्रार्थना गर्दछु जो डाक्टरहरूको अधीनमा छन् वा औषधि लिइरहेका छन्। डाक्टरहरूलाई बुद्धि दिनुहोस् र औषधिहरूलाई प्रभावकारी बनाउनुहोस्। तर मेरो अन्तिम आशा र भरोसा केवल तपाईमाथि छ, हे महान चिकित्सक। आफ्नो चंगाईको सामर्थ्य मेरो शरीरमा प्रवाहित गर्नुहोस्। जहाँ दुखाइ छ त्यहाँ आफ्नो शान्ति दिनुहोस्। जहाँ कमजोरी छ त्यहाँ आफ्नो शक्ति दिनुहोस्। जहाँ बिमारी छ त्यहाँ आफ्नो दिव्य स्वास्थ्य प्रदान गर्नुहोस्। म आज आफ्नो र आफ्नो परिवारको लागि दिव्य स्वास्थ्य, जीवन शक्ति र पूर्ण चंगाईको घोषणा येशूको सामर्थ्य नाउँमा गर्दछु। हे सेनाहरूका यहोवा, तपाईँ मेरो योद्धा हुनुहुन्छ।
तपाईले क्रुसमा शैतान र उसका सारा सेनाहरूलाई पराजित गर्नुभयो। तपाईले तिनीहरूलाई सार्वजनिक रूपमा बेनकाब गर्नुभयो र तिनीहरूमाथि विजयको उत्सव मनाउनुभयो। त्यसैले म आज डराएको वा हारेको होइन, तर एक विजेताको रूपमा खडा छु, किनकि जो ममा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। आज बिहान म एफिसी 6 अनुसार परमेश्वरका सारा हात हतियार धारण गर्दछु। म सत्यको पटुका कस्दछु जो येशू स्वयं हुनुहुन्छ, ताकि म शैतानको हरेक झुटको सामना गर्न सकु। म राक्षसताको छाती कवच लगाउँदछु जुन मैले ख्रीष्टमा पाएको छु, ताकि मेरो हृदय हरेक आरोपबाट बचाइयोस्। म शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाउँदछु, ताकि म जहाँ गए पनि स्थिर खडा रहन सकु र शान्ति फैलाउन सकु। यी सब भन्दा बढी म विश्वासको ढाल उठाउँदछु, जसद्वारा म शैतानका सबै जल्दा बाणहरूलाई निभाउन सक्दछु। शङ्काका बाणहरू, डरका बाणहरू, निराशाका बाणहरू। म मुक्तिको टोप लगाउँदछु, जसले मेरो मनलाई सुरक्षित राख्छ र मलाई मेरो पहिचानको याद दिलाउँछ कि म परमेश्वरको एक प्रिय सन्तान हुँ। र म आत्माको तरवार उठाउँदछु, जुन परमेश्वरको वचन हो। म यस वचनको प्रयोग हरेक दुश्मनको आक्रमणलाई काट्न र त्यसलाई पछाडि धकेल्नको लागि गर्दछु। येशू ख्रीष्टको नाउँ र अधिकारमा म शैतान र उसको सारा दुष्ट शक्तिहरूलाई, हरेक प्रधानता, हरेक अधिकारी, हरेक अन्धकारको शासक र हरेक स्वर्गीय स्थानहरूमा भएका दुष्ट आत्माहरूलाई हप्काउँछु। मेरो जीवन, मेरो परिवार, मेरो काम, मेरो वित्त र मेरो स्वास्थ्यमाथि तिमीहरूको कुनै अधिकार छैन। म तिमीहरूलाई येशूको नाउँमा आज्ञा दिन्छु, पछि हट। म येशूको रगत आफ्नो माथि, आफ्नो घरमाथि, आफ्नो परिवारको हरेक सदस्यमाथि, आफ्नो काम गर्ने स्थानमाथि र आफ्नो हरेक सम्पत्तिमाथि लगाउँछु। येशूको रगत मेरो र शैतानको बीचमा एक सुरक्षा रेखा हो। म घोषणा गर्दछु कि मेरो विरुद्धमा बनाइएको कुनै पनि हतियार सफल हुने छैन र हरेक जिब्रो जो मेरो विरुद्धमा न्यायको लागि उठ्दछ त्यसलाई म दोषी ठहराउने छु। हे पिता, म प्रार्थना गर्दछु कि तपाईले आफ्ना शक्तिशाली स्वर्गदूतहरूलाई मेरो चारैतिर एक सुरक्षा घेरा बनाउन पठाउनुहोस्। तिनीहरूले मलाई मेरा सबै मार्गहरूमा सुरक्षित राखुन्। शैतानको हरेक योजना, हरेक चाल, हरेक षड्यन्त्र येशूको नाउँमा नष्ट होस्। म शैतान र उसका योजनाहरूमाथि पूर्ण विजयमा हिँड्ने घोषणा गर्दछु। हे परमेश्वर, तपाईँ महान र सर्वोच्च न्यायाधीश हुनुहुन्छ। सारा न्याय र सत्य तपाईमा नै निहित छ। प्रभु, म मेरो जीवनमा चलिरहेको हरेक मुद्दा, हरेक कानुनी लडाई, हरेक झमेलालाई तपाईको हातमा सुम्पिन्छु। तपाईँ मेरो वकिल, मेरो पक्षधर र मेरो न्यायाधीश हुनुहुन्छ। म ती सबै अदालत, न्यायाधीश, वकिल र अधिकारीहरूलाई तपाईको हातमा दिन्छु जो यी मामिलाहरूसँग सम्बन्धित छन्। म प्रार्थना गर्दछु कि तपाईले तिनीहरूको हृदयमा काम गर्नुहोस्, सत्यलाई तिनीहरूमाथि प्रकट गर्नुहोस्। येशू ख्रीष्टको नाउँमा म झुटको हरेक आत्मा, धोकाको हरेक योजना र अन्यायको हरेक शक्तिलाई जो मेरो विरुद्धमा काम गरिरहेको छ त्यसलाई म बाँध्दछु। जसले पनि मेरो विरुद्धमा झुटो गवाही वा झुटा प्रमाण पेश गर्ने योजना बनाइरहेको छ, येशूको नाउँमा तिनीहरूको योजना विफल होस्। तिनीहरूको जिब्रो अल्मलियोस् र तिनीहरूको धोका प्रकाशमा आओस्। जसरी तपाईले दानियललाई सिंहको खोरमा सुरक्षित राख्नुभयो र शद्रक, मेशक र अबेदनेगोलाई आगोको भट्टीमा बचाउनु भयो, त्यसरी नै मलाई यो कानुनी लडाईको आगोबाट बचाउनुहोस्। हे पिता, म तपाईको अनुग्रह र पक्षको माग गर्दछु। जब मेरो मुद्दाको सुनुवाई हुन्छ तब तपाईको अनुग्रह मेरो अघि अघि चलोस्। तपाईँ मलाई बुद्धि र समझ दिनुहोस् कि मैले के बोल्नुपर्छ र कहिले चुप लाग्नुपर्छ। पवित्र आत्मा, तपाईँ मलाई मार्गदर्शन गर्नुहोस्। म येशूको नाउँमा हरेक झुटा आरोपलाई रद्द गर्दछु। म घोषणा गर्दछु कि तपाईँ मेरो लागि युद्ध लड्दै हुनुहुन्छ। म यी मुद्दा मामिलाबाट अलौकिक छुटकारा, सफाई र विजयको घोषणा येशू ख्रीष्टको नाउँमा गर्दछु। अन्यायको हरेक साङ्लो तोडियोस्, हरेक कानुनी बोझ मेरो काँधबाट हटाइयोस्। प्रभु, तपाईँ मेरो लागि बाटो बनाउनुहोस् जहाँ कुनै बाटो छैन। हे पिता, यी सबै बोझहरू तपाईँको चरणमा राखेपछि म अब आफ्नो आजको दिन तपाईँलाई समर्पित गर्दछु।
मेरो सोच, मेरा शब्दहरू, मेरा कार्यहरू सबै तपाईको महिमाको लागि होन्। मलाई आफ्नो पवित्र आत्माले भर्नुहोस् र आज हरेक कदममा मेरो मार्गदर्शन गर्नुहोस्। मलाई तपाईको लागि एक चम्किलो ज्योति र एक नुनिलो नुन बन्न मद्दत गर्नुहोस्। मलाई दिव्य अवसरहरू दिनुहोस् ताकि म अरूको लागि एक आशीष बन्न सकूँ। म तपाईलाई पहिल्यै धन्यवाद दिन्छु किनकि म विश्वास गर्दछु कि तपाईले मेरो प्रार्थना सुन्नुभयो। म धन्यवाद दिन्छु कि तपाईले पहिल्यै नै मेरो लागि काम गर्दै हुनुहुन्छ। मुद्दा मामिलाहरू समाधान भइरहेका छन्, ऋणहरू चुक्ता भइरहेका छन्, चिन्ता र तनाव शान्तिमा बदलिरहेका छन्, बिमारी चङ्गाईमा बदलिरहेको छ र शैतान मेरा खुट्टा मुनि कुल्चिँदैछ। विजय तपाईको हो प्रभु येशू र तपाईको विजयमा म पनि विजयी छु। म यो दिनको सुरुवात विश्वास, आशा र प्रेमको साथ गर्दछु, यो जानेर कि सबैभन्दा उत्तम कुरा आउन बाँकी छ। यो सबै म मेरा उद्धारकर्ता, मेरा राजा र मेरा प्रभु येशू ख्रीष्टको सबैभन्दा शक्तिशाली, सबैभन्दा उच्च र सबैभन्दा पवित्र नाउँमा माग्दछु। आमीन, आमीन।